हेलो गाइज एन्ड गुड मर्निङ छ सबैजनालाई। यो बिहानी चाहिँ म लखर हस्पिटलतिर जाँदैछु। अनि आज हस्पिटलमा अब डाक्टरसँग मैले अपोइन्टमेन्ट लिएको छु। अनि डाक्टरलाई टक्लक्क भेट्नेछु। अनि के कस्तो रिपोर्टहरू आउँछ, रिपोर्ट आइसिएसी ढुक्क हुनेछ। अहिले म तिलगङ्गा जाँदैछु, रुमबाट उठेँ। अब आज दिनभरि के कसो गरिन्छ हेर्नु पर्नेछ। ल फाइनली मेरो आजको तिलगङ्गाको उपचारको क्रम चाहिँ सकिएको छ। यो चस्मा लाउनुको कारण चाहिँ के हो भन्दाखेरि डायलिसिस गरिसकेपछि आँखा पुरै घाममा हेर्नै सक्दैन, आँखा पुरै तिरमिर देख्छ, नजिकको अङ्गहरू पनि हामीले पढ्न सक्दैनौँ। अहिलेसम्म कतिले यसरी डायलिसिस गर्नुभएको छ उहाँहरूलाई चाहिँ थाहा होला, नगर्नेहरूलाई चाहिँ थाहा छैन। यो आँखा त हेर्नै सक्दैन मान्छेले। त्यो कारणले गर्दा म चस्मा लगाएर चट्ट निस्किरहेको छु। अब फेरि पनि 2 महिनापछि चाहिँ आउनु पर्ने रहेको छ। फेरि पनि 2 महिनापछि आएर चाहिँ फेरि पनि अरू चेक जाँचहरू गर्नुपर्ने छ। अहिलेलाई एकदम राम्रो रिपोर्ट आएको छ, सबै राम्रो छ। ल अब अहिले हामी यहाँ खाना खानलाई तयारी भइरहेका छौँ। मेरो दिदीको चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ। आज नेपालमा चाहिँ यो केही वर्षको लागि चाहिँ यो अन्तिम मान हो। यहाँ नेपालको अन्तिम मानो खाँदैछु मेरो दिदी। म चाहिँ यो मानो सधैँ खाइरहने हो नेपालमा। केही वर्षको लागि चाहिँ मेरो दिदीको अन्तिम मानो यहाँ हो। अब हामी चट्ट माम खान गइरहेका छौँ। अब मेरो दिदीलाई अब नेपाल छोड्नुभन्दा अगाडि पानीपुरी खानु मन लाग्यो अरे, त्यही भएर मेरो दिदी चट्ट यहाँ पानीपुरी खाँदैछ। अब हामी यहाँ चटपटे खानेछौँ। त्यसपछि दिदीलाई म सर लाएर पुऱ्याइदिन्छु एयरपोर्टमा। दिदीको 50 दिनको छुट्टी पनि टक्लक्कै सकिनुभयो। अब दिदीको अब हामी यहाँ चटपटे खाने प्रक्रियामा छौँ। फाइनली अहिले हामी अब आजको दिनको लगभग हामी अब दिदीलाई बिदाई गर्ने समयमा आइसकेका छौँ। यताबाट घाम देखिँदैन रहेछ। अब हामी दिदीलाई बिदाई गर्ने समयमा आइसकेका छौँ। दिदी के शब्द जाओस् तिम्रो? के शब्द जानु, अब ल राम्रोसँग बस्नु सबैजना। अब फेरि अर्को वर्ष भेटौँ ल। ल फेरि पनि केही वर्षपछि हामी भेट्ने नै छौँ दिदीसँग। ल बाई। अब त्यहाँ पुलिसले चेक गरिरहेछ। अब अन्तिम पटक मेरो दिदीले चट्ट मलाई हेर्नेछ, बाई भन्नेछ। ल बा ल मेरो दिदी जानु भयो। फाइनली दिदीलाई पठाइसकेको छु। म पनि एक्लै छु। 50 दिनसम्म दिदीसँग साह्रै रमाइलो भयो। अहिले दिदी जानुभयो, रमाइलो पनि सकियो। अब म पनि फेरि आफ्नो घरतर्फ फर्किनेछु। आजको लागि भ्लग पनि सकियो। अब